यो आज बिरुवा चाहिँ भोलिको डिमान्ड छ भने चाहिँ यो निकालेर काट्दै गरेर यो पनि पेकिङ गरेर पठाउनु पर्ने छ हो। तर अहिले चाहिँ टुसाहरू लामो लामो आएको छ र चाहिँ अहिले छोटो छोटो छ मेरो चाहिँ काट्दै गरेको। लामो चाहिँ फेरि लामो टुसा भएको चाहिँ फेरि काट्नु पेकिङ गर्नु अप्ठ्यारो हुन्छ नि त, भाग्छ फेरि हो। त्यही भन्दा चाहिँ छोटो छोटो निकालेर छानेर निकालेको यति काट्नुपर्छ यो चाहिँ। आज चाहिँ म बोरामा पेकिङ गर्दैछु। कार्टुनमा अलिक लामो लामो छ कि टुसा अलिक भाँच्ने डर भएर बोरामा गर्दैछु हो। भोलिको लागि टुसा भाँच्यो भने खत्तम छ नि, फेरि नरोक्क पनि हुन्छ।